आजको भिडियोमा एआई भिडियो मैले बनाएको जस्तो कसरी बनाउने भनेर म सिकाउँछु। सबैजना हेर्नु भिडियो। सो नमस्कार सबैजनालाई। मलाई चाहिँ धेरैजनाको म्यासेज आयो, 10-15 जनाको लगभग म्यासेज आयो मेरो साथीभाइहरूको, कसरी बनाउने भिडियो भनेर, कसरी बनायो भिडियो भनेर। अनि मैले 2-4 जनालाई चाहिँ भने, सिकाएँ हैन म्यासेजबाटै। तर त्यसरी हुँदैन हैन। मैले सोचेँ एकचोटि भिडियो बनाएरै हालिदिन्छु। म पनि सिकेको छु सोशल मिडियाबाट, एकदमै इजी छ, एकदमै इजी छ। एकैछिन तपाईहरु हेर्नु यो भिडियो, तपाईहरु सिकिहाल्नुहुन्छ र त्यस्तै आफ्नो समाजमा के गतिविधि भइरहेछ, के जे मन लाग्छ त्यस्तो चाहिँ बनाउनु र अपलोड गर्नु। ल अहिले एकदमै ट्रेन्डमा चलिरहेछ भिडियो, एआई भिडियोहरु। ल म भिडियोतिर लागेँ है त। सबैजना स्किप नगरिकन सिक्नु है। अब यसको लागि सबैभन्दा पहिला तपाईलाई प्ले स्टोरमा जानु पर्यो। प्ले स्टोरमा गइसकेपछि तपाईँ यहाँ सर्च गर्नुस् गुगल फलो बिटा, या फलो लेख्दा पनि आइहाल्छ। त्यहाँ सर्च गर्नुस् अनि त्यहाँ गुगल फलो बिटा छ, त्यसमा क्लिक गर्नुस् अनि इन्स्टल गर्नु होला तपाईहरु। मेरो इन्स्टल छँदैछ, मेरो अपडेट आएको रहेछ, अपडेट गरिदिएँ। त्यसपछि एप खोल्नुस्। एप खोलिसकेपछि तपाईहरु यसरी आउँछ अनि प्लस आइकन न्यू छ, त्यहाँ क्लिक गर्नु। अनि क्लिक गरिसकेपछि यहाँ इमेज छ, त्यहाँ क्लिक गर्नु, किनभने तपाईलाई भिडियो बनाउनु छ। इमेज पनि यहाँ बनाउँछ। अब भिडियोमा गर्नु, क्लिक गर्नु, 10 सेकेन्ड हाल्नु अनि इमेज मा ग्यालरीमा जानु, इमेज सिलेक्ट गर्नु। मैले रामसागर सरको इमेज सिलेक्ट गरेको छु। अब एकैछिनमा अपलोड हुन्छ। यहाँ अपलोड भइसकेपछि यहाँ तपाईँ के बोल्न लगाउने त्यो चाहिँ लेख्नु, या च्याट तपाईँ सबभन्दा इजी हुन्छ च्याट जीपीटीबाट त्यो स्क्रिप्ट चाहिँ गर्नु अनि यहाँ आएर अपलोड गरिदिनु त्यो लेखेको। अनि यहाँ एकैछिनमा भिडियो जेनेरेट भएर आउँछ। अनि यस्तो हुन्छ भिडियो, मजाको हुन्छ। अलि क्लियर फेस नदेखेर सरको फेस चाहिँ त्यति मिलाउन सकेको छैन, तर तपाईहरु गर्नु। मैले जस्ट सिकाउनको लागि यो भिडियो बनाएँ। अहिले ट्रेन्डमा छ, बनाउनु ल। फेरि भेटौँला अर्को भिडियोमा।